हेलो गाइस नमस्ते। म चाहिँ आज विनो पार्कमा घुम्न आएको छु। सो आज चाहिँ एकदम शान्त पानी पर्ला पर्ला जस्तो हैन, फेरि हल्का गर्मी हल्का ठन्डा, एकदम राम्रो मौसम। मैले तपाईँलाई यहाँको बारेमा देखाउने छु। कतिजना आइसक्नु भयो होला। यहाँ साकुरा टाइममा एकदमै राम्रो हुन्छ, फुल फुलेर हैन। सो मेरो भिडियो लास्ट तक हेर्दै जानु होला, मैले तपाईँलाई देखाउने छु। यो चाहिँ ठन्डा मौसम गर्मी मौसममा आएर यहाँ बस्नको लागि एकदमै सही छ ल। एकदम हावा पानी अनि छारीको। आज म चाहिँ एक्लै बस्छु है यो भिजिट गर्नको लागि। आज मेरो साथीहरूको छुट्टी फरक परेर मेरो चाहिँ चेन्ज भयो क्या। सो आज चाहिँ म एक्लै छु। मेरो भिडियो हेरेर अन्त तक साथ दिनु होला। तपाईँलाई मैले विनोको पार्क पुरा घुमाइदिने छु। यो विनो पार्कको चाहिँ एकदम विशेषता क्या, जतिखेर पनि आएर बस्न मिल्ने होइन। एकछिका यस्तो फुल छ। यो साकुराहरू एकदमै रमाइलो हुन्छ, स्वदेशी विदेशीको क्राउड हुन्छ, भिडभाड हुन्छ। सो यो गर्मी टाइममा पनि तपाईँ यहाँ यस्तो ठन्डामा आएर बस्न सक्नुहुन्छ। हावा यो छारी एकदम के यहाँको चाहिँ बाह्रैमासे के, यो चाहिँ मेरो विशेषता र आज चाहिँ म जू जाने प्रयास गरिरहेको छु। मतलब त्यहाँ जू जाने भने म एक्लै छु। म तपाईँलाई पहिले पनि भनिसकेँ म एक्लै छु। सो आज म जू गएर हेर्ने चाहिँ मेरो ढोको छ, एक्लै भए पनि। साथीहरू कोही छैनन् आज। सो मेरो भिडियो चाहिँ अन्त्य तक हेर्नु होला। जूमा के छ कस्तो छ भन्ने म तपाईँहरूलाई देखाउने छु। यताको यिनी पुरा साकुराको बुट्टा हुन्। यिनी यस्तो फुल्छ नि यो साकुराको टाइममा। सो यतातिर यो चाहिँ ग्राउन्ड हो। यतातिर माछुरी पनि लाग्छ। यहाँ मान्छे चाहिँ कहिले पनि कम हुँदैन रहेछ, जतिखेर पनि मान्छे एकदमै भिडभाड हुँदो रहेछ। यहाँ आउनु होला, यहाँको भिजिट गर्नु होला, एकदम राम्रो हो। हेलो गाइज, यहाँ चाहिँ यस्तो राम्रो रहेछ। यो चाहिँ म यहाँसम्म आएको थिएन, म अहिले परसम्म आएको थिएँ। तर यहाँ पनि एकदमै रमाइलो, यस्तो राम्रो पोखरी होइन, यस्तो भिजिट गर्ने ठाउँ एकदम रमाइलो रहेछ। यहाँ बस्ने आनन्द रिल्याक्स ल्याउने होइन। यहाँ आएर तपाईँहरू घुम्न भिजिट गर्न सक्नुहुन्छ। फेरि के रहेछ अघि क्यामेराहरू एभाइलेबल छ भने। सो तपाईँलाई मैले सब देखाउने छु है यहाँभित्र। गाइज फाइनल्ली म इन्ट्री भइसकेँ। 600 रुपियाँ लाग्ने रहेछ यहाँभित्र होइन। 600 रुपियाँ पे गरेर यो काटेर म आइसकेछु भित्र। क्यामेरा चाहिँ एभाइलेबल छ, हुन्छ ओके भनेको छ। सो म तपाईँलाई यहाँभित्र के छ देखाउँदैछु। भिडियो चाहिँ अन्त्य तक हेर्नु होला। यहाँको जू पनि म फर्स्ट त्यही हेर्न लागेको। सो कस्तो रहेछ के रहेछ हेर्नु पऱ्यो। अब यो फेरि कुन खालको बाँदर, यो त एकदमै फरक छ त हो। ओ दादा मस्त बसेर खाइरहेछ। आश्चर्य देखेँ मलाई सायदमा यो टाइपको छ है। यो चाहिँ हाम्रोमा पाउँछ सायद, यो पाउँछ, यो बाँदर चाहिँ पाउँछ ल। यस्तो खालको बाँदर त लगभग मैले पहिलोचोटि देखेँ होला जस्तो लाग्छ। कतै नेटमा देखेँ होला सायद, तर म यहाँ अहिले चाहिँ लाइभ देख्न पाएँ। यो चाहिँ मैले नेपालमा देखेको थिएँ है। यो चाहिँ नेपालमा छ कि छैन है थाहा भएन। यो पनि डिफ्रेन्स टाइपको थियो र यतिकन यस यस हेर्दैछ। यो आउँछ, यो रातो भएको चाक, रातो भएको चाहिँ हाम्रोमा पनि पाउँछ ल। यसले मकै खाएर बेरिन्छ हाम्रो गाउँतिर। यो पनि देखिन्छ लाग्छ होइन। यो मुसो, यो यहाँ ऊ रहेछ एकदम ठुलो जङ्गल। के हो अब यसको नाम? यो गोरुको नाम चाहिँ अमेरिकन बिसोन। अझै के छ हेर्दैछु मैले होइन, कता कता के हो मलाई पनि त्यति थाहा छैन। मेरो भिडियो चाहिँ एक्लै भएर होला सायद होइन। एक्लै छ आज मेरो टुर। सो म छुट्टीमा चाहिँ प्रायः जस्तो घुमिरहेको हुन्छु होइन। मेरो फेसबुकमा पनि फलो गर्नु होला। तपाईँलाई मैले फेसबुकको यो उसमा साइडमा राखिदियो, यसो नाम सर्च गर्नु होला सबैजनाले। त्यहाँ सर्ट भिडियोहरू आउँछ, थोरै थोरै रिल्सहरू। यो चाहिँ व्यवस्था तगडा है। यहाँ पछाडि बसेर खानाको लागि एकदम शान्त फुल जग्गा, यहाँ इन्जोय गर्न सक्नुहुन्छ। यो पछाडि फेरि यस्तो छ नि, यिनी म जुन देखाइरहेको छु नि तपाईँलाई, यहाँ पछाडि छ नि पन्छीहरू। सो यहाँ आउनु होला भिजिट गर्नको लागि। यहाँ चाहिँ एकदमै मन शान्त हुन्छ होइन। भिडभाड त भइराख्दो रहेछ, धेरैजना मान्छेहरू होइन आउने जाने। यहाँ चाहिँ यस्तो टाइपको छ है। यहाँभित्र के छ?
是不是西藏去这边广，就是城市里面的很难的。फाइनली गाइज म चाहिँ कमब्याक भएँ होइन। मेरो चाहिँ के भयो भन्दा प्रब्लम थोरै यो चाहिँ ब्याट्री सकियो क्या यसको। ब्याट्री सकिएपछि अलिकति भोइसमा चाहिँ थोरै प्रब्लम भएको कारणले गर्दाखेरि म चाहिँ यो नराखिकन अहिले राखेको बोलिरहेको छु। सो अब यहाँ चाहिँ इन्ड भयो मेरो होइन यहाँको यात्रा आजको। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो है। यहाँ चाहिँ यस्तो छ, यहाँ चाहिँ इन्ट्री हो यहाँभित्र। सो म चाहिँ अब आउट हुन लागेको बाहिर। बाई बाई।